हजुरहरु सबैले एकदमै धेरै मन पराएको ठाउँ मनाङ। आज किन र कसरी जाने भन्ने विषयमा म तपाईहरु सामु यो भिडियोमा कुरा गर्दैछु। मनाङ किन जाने भनेर धेरै जनाले चाहिँ सोध्नुहुन्छ। यो विषयमा म आफैले भन्दा पनि हजुरहरुले धेरै जनाले अहिले त सामाजिक सञ्जालमा टिकटक, फेसबुक जस्तो प्लेटफर्ममा धेरैवटा भिडियोहरु देखेरै हजुरहरुको मन लोभिसकेकै होला। मनाङ चाहिँ यस्तो ठाउँ हो जहाँ चाहिँ हजुरहरुले विभिन्न ठाउँहरुको अनुभव हजुरले मनाङमा एकै ठाउँमा लिन सक्नुहुनेछ। जस्तै हजुरहरुलाई लेक मन पर्छ भने चाहिँ मनाङमा मात्रै नजिकै तीनटा लेकहरु हजुरहरुले आरामले घुम्न सक्नुहुनेछ। मनाङ ब्लू लेक, ग्रीन लेक र गंगापूर्ण लेक चाहिँ एकदम नजिकै छ र हजुरहरुलाई धेरै छोटो समयमा मजाले घुम्न सक्ने ठाउँहरु मध्ये पर्छ। र हजुरहरुलाई नजिकैबाट हिमालहरु पनि अवलोकन गर्न मन छ भने पनि त्यो मनाङले पूरा गर्दैछ। किनकि तपाईले मनाङको जुनसुकै ठाउँबाट पनि आफ्नो एकदम नजिकै हिमालको काखमा बसेको अनुभव गर्न पाउनुहुनेछ। र यो मनाङको टुरमा नै हजुरहरुले घलेगाउँ जस्तो नेपालको सबैभन्दा पुरानो होमस्टेहरु पनि मजाले घुम्न पाउनुहुनेछ। जस्तै तिब्बतीय संस्कृति र त्यहाँको लोकल परिकारको पनि स्वाद लिन सक्नुहुनेछ। अझै हजुरलाई ट्रेकिङमा इन्ट्रेस्ट छ भने त मनाङमा ट्रेकिङ गर्ने ठाउँहरु त टन्नै छन्। यो भिडियोमा मैले सायद हजुरलाई बयान गरेर पनि सक्दिन होला। यसको लागि हाम्रो अरु भिडियोहरु पनि हेर्दै गर्नु होला। हामी मनाङको बारेमा अझै धेरै इन्फर्मेसनहरु हजुरलाई दिँदै नै गर्नेछौँ। र यदि मनाङको टुर हजुरहरु गर्न चाहनुहुन्छ भने चाहिँ प्रभु एडभेन्चर ट्राभल एन्ड टुरलाई सम्झिन सक्नुहुन्छ। यो टुरको आइटिनरी कस्तो हुन्छ भनेर हजुरलाई जिज्ञासा छ भने चाहिँ सरसर्ती म छोटकरीमा भन्दै नै हाल्छु। हाम्रो पहिलो दिन आइटिनरी चाहिँ काठमाडौँबाट हामी बिहान 7 बजे हिँडेर पहिलो दिन हामी घलेगाउँ गएर बस्ने छौँ र त्यो दिन घलेगाउँमै स्टे हुनेछ। र दोस्रो दिन चाहिँ हाम्रो घलेगाउँबाट चामे गएर बस्ने छौँ। त्यो दिनमा हाम्रो अन्दोयमा पर्ने साइड सिनहरु पनि मजाले गर्ने छौँ। र हामी तेस्रो दिनमा चाहिँ हामी चामेबाट मनाङको साइड सिनहरु गरेर हामी मनाङमै बस्ने छौँ। र चौथो दिन चाहिँ हामी मनाङबाट काठमाडौँ फर्किने छौँ। यो त भयो हाम्रो काठमाडौँदेखि मनाङसम्मको आइटिनरी। र यो मनाङ टुरमा हजुरले कहाँ घुम्नुहुन्छ हाम्रो प्याकेजमा भनेर हजुरले जान्न चाहनुहुन्छ भने चाहिँ यसमा चाहिँ हजुरले घलेगाउँ मजाले घुम्न पाउनु हुनेछ। र ब्लू लेक, ग्रीन लेक, गंगापूर्ण लेक, अक्टोपस झरना, रेम्बो झरना जस्ता मनाङको सबै ठाउँहरु हजुरलाई घुमाएर नै काठमाडौँ ल्याउने छौँ। यदि हजुरलाई यो टुर प्याकेज मन परेको छ भने आजै हजुरहरुले प्रभु एडभेन्चर ट्राभल एन्ड टुरको अफिसमा सम्पर्क गरी आफ्नो बुकिङ टिपाइहाल्न सक्नुहुनेछ। र स्क्रिनमा दिएको नम्बरमा पनि कन्ट्याक्ट गरेर बुकिङ गर्न सक्नुहुनेछ। प्रभु एडभेन्चर ट्राभल जहाँ पनि जहिले पनि।